ल है गाइज भीमबहादुर निवास घर हेर्नुहोस् है गाइज। यो मेरो कान्छो छोरा है गाइज। ल हेर्नु गाइज, यो किचन हो मेरो। छोरी मान्छे नभएको गाइज घर त लास्ट फ्लोर हुने रहेछ गाइज। हेर्नु त यो साइकल बाबुको। ल गाइज है, यो यसो बसेर खाने के टाइम पास गर्ने गाइज। यो जुत्ता र्याक केटाहरूको अब दुईटा छोराको। अब यसो फुटबल सुज बेला बेलामा यसो बिहान यसो मर्निङ अप गर्छन् गाइज। ए यो जेठा छोरा 18 वर्ष लाग्यो, यसको बेड गाइज खासै एक सफा छैन गाइज। छोरा मान्छेको भएको घर लास्ट फ्लोर हुने रहेछ कि गाइज। त्यति मन पनि नलाग्ने। हेर्नु त बेड पनि कति खासै मिलेको छैन है गाइज। ए सिल चाहिँ यति छ गाइज। जेठा छोरा र कान्छा छोराको हो यो गाइज। ए ल है गाइज, खासै भिडियो बनाउनु त आउँदैन गाइज। तै पनि आज यसो राघव अधिकारी मेरो कान्छो छोराको बर्थडे भएको भएर 14 वर्ष लाग्यो गाइज। आज 14 पुरा भएर 15मा टेकेको भएर यसो शान्तिले भिडियो बनाएको गाइज है। ल गाइज अब म तपाईँहरूलाई मन्दिरतिर पनि लैजान्छु गाइज है। पहिला हेर्नुहोस् यो जुत्ता र्याक भइसक्यो गाइज है। अब हेर्नुहोस् किचन, यो ठुलो होल किचन हो कि गाइज मेरो यो होइन। ल हेर्नुहोस् गाइज सफा छैन कि गाइज, लास्टै फोहोर छ। अब त्यति अब छोरा मान्छे खासै सफा गर्न जान्दैन नि त, झाडु लाउन। अब पूजापाठ त गाइज मठै हो। ल हेर्नु गाइज, पूजापाठ भनेपछि त छोरा मान्छेले त मठै गर्नै जान्दैन है गाइज। ल हेर्नु मन्दिर छोरी मान्छेले भयो पुरै विधिपूर्वक गर्छ, छोरा मान्छेले खासै नआउने रहेछ है गाइज है। ल हेर्नु त गाइज। अब हेर्नुहोस् है गाइज, अब टोइलेट बाथरुम भन्ने कुराहरू त खासै अब यस्तै छ गाइज। सफा छैन खासै। त्यो पनि हल्का तपाईँहरूलाई देखाउनु त नहुने हो, भए पनि सफा छैन गाइज है। तै पनि यसो भन्छ नि त कसैले कस्तो फोहोर छ ह्यान त्यान यताउता भन्यो भने गाइज होइन। ल गाइज है, पहिलोचोटि फेरि भिडियो भनेको पहिलोचोटि बनाएको गाइज, कहिले जिन्दगीमा नबनाएको गाइज है। पहिलोचोटि बनाएको खासै आउँदैन है। अब ल हेर्नु, अब यो पहिला हाम्रो बुढाबुढीको यो बेड थियो गाइज है। बेड सफा गर्न भनेपछि त मठै हो के अरे, खै बेड मिलाउनु नि आउँदैन गाइज है। हेर्नु ल गाइज। ल हेर्नु अब यो कान्छो छोरा र म अहिले यता सर्यौँ के गाइज। ल यो पार्लर कोठा थियो गाइज पहिला होइन, अहिले हामी यता सर्यौँ के। झ्याल पनि छ नि त यहाँ, शीतल पनि हुने, सरर हावा आउने होइन। लास्ट फोहोर छ गाइज, के गर्ने हो। फोहोर भयो भने यसो भिडियो बनाइदियो कि। छोरा मान्छे त अल्छी न लास्ट अल्छी हो नि त गाइज है। हेर्नु त मेहनती भए पो छोरा मान्छे लास्ट फोहोर हुने हो भन्थ्यो नि त। छोरा मान्छे त खत्तम हो, सरसफाइ केही छैन भन्छन् नि गाइज। तपाईँ हेर्नु ल कस्तो लाग्यो हजुरहरूलाई है, लाइक कमेन्ट गर्नु होला। ल गाइज है, अब खास हेर्नु गाइज ल कति सफा होइन है गाइज। अब यो पहिला पार्लर थियो गाइज है, यता नि सफा छैन खासै। अहिले यसो टाइम पास खासै के सामान त छैन, देखाउनु त के पर्ने हो गाइज है, पछि होला। अहिले यसो टाइम पास मात्रै गरेर यसो सोकेसमा यसो खाजा पानी के गाइज है। ल गाइज अब तपाईँ मेरो करेसोबारीतिर जान्छ है गाइज। ल गाइज फुल हो यो, ठुलो फुल घन्टी फुल भन्छ के भन्छ गाइज, मलाई त्यति नाम पनि आउँदैन। अब खासै मेहनत छ नि, यो करेला छ यतातिर गाइज होइन। ल यो मेरो जग्गा है, 8 आनामा बनेको जग्गा गाइज होइन। यो कुखुरा पाल्छु कि गाइज मैले यहाँ कुखुराहरू पनि छन् गाइज है। ल गाइज यो भित्र कुखुराहरू पनि छन् है गाइज। अब यतातिर फेरि
बाख्रा खोर थियो कि गाइस पहिला। अब बाख्रा खोरमा अहिले फेरि मैले कुखुरा हालेछु कि कुखुरा अब बेच्दा बेच्दा धेरै चाहिँ नै भालेहरू छ गाइस है यहाँ। ल नि गाइस मेहनती त खास छैन भयो भने यसो टाइम पास चाहिँ भइराखेको गाइस है। ल अब जान नजाने नि बनाएको गाइस है। अब यसो ल हेरिदिनु होला है। मकैबारी यता हरियाली छ अब है गाइस। ल यता फर्सीको मुन्टाहरू पनि फलाएको छु गाइस है गाइस। ल अब अर्को भिडियोमा चाहिँ यसो सक्दो यसो गाइस अलि राम्रो भिडियो बनाउने प्रयास गर्छु है। पहिलोचोटि अलि अलमल ल्याएकै गाइस। अब अहिले बोल्न त्यति नआउँदो रहेछ है। ल गाइस ल अहिले राख्दै है त।